यो चैत महिनामा हामीहरूको एउटा मुखले झैझगडा भयो। उहाँहरूको त्यो बधाई टोलीवाला जस्तो उहाँहरू माग्नु भएछ। उहाँहरू हाम्रो त्यसले उहाँहरू भन्छन् खोजै न पमारिया भनेर दुबईमा झगडा भयो। उहाँहरूको झगडा भयो त हामी म त अफिसको कारण छुट्याउनै पर्यो, जहाँ पनि गएपछि सम्झाउनै पर्यो। हामीहरू त गएको उहाँ कुरा मिलाउन, उहाँ अलि प्रशासन पनि बोलाएको, प्रशासन पनि जानुभयो। हामीहरू उताबाट हामीहरू यो चौकीमा आयो। चौकीमा पुग्दाबाट उहाँ त इन्डियाबाट आइमाई लिएर आउनुभएको थियो। नगयो भने उहाँलाई यो बस पार्कमा गएर सोध्नु त्यो आए, त्यसको पनि भिडियो पनि छ। ऊ आइमाईलाई उहाँको मुखै अगाडि स्वीकार गर्नु, म आइमाई हो, म डान्स गर्न आएछु र भनेर लाउनु भयो। उहाँहरू बलिरामपुरको खोजुवा भनेर भन्नुहुन्छ। उहाँको पनि छोराछोरी दुनियाँ जमानामा छ। उहाँले भन्नुभयो, उहाँहरूले भन्नुभयो इन्डियामा खोजेन। उहाँ भन्नुभयो म आइमाई हो, म नाच्नका लागि अर्केस्ट्रामा आएछु भनेर। उहाँहरूको उता कुरा मिलायो। उहाँ पनि सर पनि भन्नुभयो, कुरा गरेर हामी कुरा गर्दै गयो। गरेर उहाँ भन्नुभयो जिल्लामा जानु, सरलाई भनिदिएको छु, म पनि आँखा लिएर उहाँको पनि मान्छेहरूसँग यिनीहरू माग्छ, सँगैसँगै दुवैजना उहाँहरू नाच्नुहुन्छ, उहाँले मादल बजाउनुहुन्छ। अब उहाँले लफरा भयो त उहाँ 1 नम्बर मुखिया आउनुभएको थियो। उहाँ सर आउनुभएको थियो राजदेवी मन्दिरबाट, उहाँ छ वाडा कार्यालयबाट आउनुभएको थियो। उहाँले सर भन्नुभयो जे होस् हजुरहरू मिलेर माग्नु। उहाँले भन्नुभयो म यिनीहरूसँग मिलेर माग्दैन, यिनीहरू मौगा हो र छक्का हो र उहाँहरूलाई भने त्यसरी उहाँ खोजैनहरूलाई, उहाँ खोजैन माग्नेहरू उनीहरू माग्ने जान्थ्यो। उहाँलाई पनि हामी जस्तै मौगा भनेर छक्का भनेर तेस्रो लिङ्गी भन्नु उहाँहरूलाई भन्नुभयो। त उहाँहरू भन्नु उहाँहरू मिल्नुहुन्न त म आफ्नो माग्छु, आफ्नो खान्छु, आफ्नो तरिकाले बस्छु उहाँहरू भन्नुभयो। उहाँहरूको कुरा 1 नम्बर मुखियाको कुरा उहाँ मान्नु भएन। हामी महिला सेलमा त उहाँ सर बाहिर आयो। उहाँको के भन्छ असैकी एसपी भन्नुहुन्छ। उहाँले भन्नुभयो चाहिँ बाहिर जाऊ रे, तिमी नगरपालिकामा गएर सालागर नगरपालिकामा गएर तिमीहरूको आफ्नो कुराकानी राख, त्यहाँ गएर छलफल गर। हामी सबैजना उहाँबाट आए। नविश्वास लाग्यो भने 1 नम्बर मुखिया उहाँ जानुभएको थियो, उहाँसँग गएर सोधिहाल्नु। हामीहरू आयो। अब आउँदाखेरि हामी चैत महिनामा वैशाख सबै भयो, कसैले फुलफान गरेन, आकर्षित गरेर उहाँ माग्ने उहाँ खुसबु खान भनेर उहाँ बधाई टोली गर्नुहुन्छ। उहाँलाई एकैचोटि गएर उहाँलाई सब 3-4 जना हामी प्रहरीहरू गएर उहाँलाई जबरजस्ती तानेर रुमबाट घिचेर ल्याउनु भयो, थुन दिनुभयो। उहाँ लगेर त हामीहरू छोरा आउन गयो। किन के भयो कस्तो भयो त मैले भने हामीहरूको निवेदन पहिला फर्स्टमा आएको दर्ता गर्नु भएन, उहाँहरूको कसरी दर्ता गरिदिनु भयो, हामीहरू त्यही भनेको। त उहाँहरू भन्नुभयो उहाँहरूको अहिले पनि म पनि त्यसमा मेरो पनि निवेदन छ। अहिले एकचोटि पनि फोन गरेको कल रेकर्ड हेराइदिनु, मेरो मोबाइलमा प्रशासनबाट आउनु भनेर जिल्लामा बोलाउनु भएको त हामीहरू बोलाउँदाखेरि हामीहरू गइहाल्थ्यो नि त। हामीहरू कसैले मारेको छु, कसैले जान मारेर आएछु, कसैले कत्तल गरेर आएछु। कसले पनि गाली गर्यो, म पनि गाली गरेँ। कसले पनि अलिक यस्तो धक्काधुक्की भयो, मेरो पनि धक्काधुक्की भयो। मैले भनिरहेको छु झन् मैले धक्काधुक्की, उहाँ पनि धक्काधुक्की भयो, म पनि धक्काधुक्की, उहाँको पनि कालो समातो, म पनि माग्छु, म उहाँ पनि माग्छु भन्नुभयो। मेरो समुदायको साथीलाई थाहै छ, अलि छिनछिनमा रिसाइ हुनुहुन्छ। म यस्तै झुपारेको नगर तिमीहरूको गर्दै सबैले सम्झाएको, हटाइदियो, हामी जिल्लामा लिएर त्यस्तै हो। अलिक केही छैन। उहाँ मिडियामा यस्तो र तेस्रो लिङ्गी झगडा भयो रे, यिनीहरू रोडमा घुम्छ, रातिभर घुम्छ, कतरमा। हामीहरू पागल हो? हाम्रो समुदायको मान्छेलाई यस्तो हो हाल्दैन। उहाँहरू त माग्ने खाने छुट्टै भयो। हामीहरू राति घुमेर कसैको जबरजस्ती मोबाइल छिन्न जान्छु? हामी तेस्रो लिङ्गीलाई कस्तो हेला गरेको उहाँहरू पत्रकारहरू। गाउँको पनि मान्छेलाई यस्तो भनेको, उहाँ टोलमा गएर कस्तो गर्छ सदा गर्छ। उहाँहरू भन्नु भएन हामीहरू बिग्रेको। पहिलेदेखि त हाम्रो समाजको मान्छेले पहिले त यो छक्का हो भनेर चिनाउनुहुन्छ, यो मौगा हो भनेर। हाम्रो खुद समाजको मान्छेले अहिले कुनै काममा अहिले अमले लगेछ, मुखिया भएर मेयर हुनुहुन्छ, के काम गर्नुहुन्छ, डाक्टर इन्जिनियर जे हामीहरू फरमा चल यो त मौगा हो। अहिले पसलमा काम गर्न भन्नु न,
यो मौकालाई हटाइदिएर मौका भएपछि 10 जना मान्छ उहाँहरूको आफै निगेटिभमा त चाहिँ नराम्रो मान्छे हो, निगेटिभ नै हो उहाँहरू। कहिले भन्नु चाहिँ दिमागमा त तपाईँले यो मौका छक्का हो र सानैदेखि हेर्दै हेर्दै आएको यो छक्का हो मौका। भन्नुहुन्छ म त आफ्नो जिम्मा लिन्छु नि त, यो कलैयाभरि तेस्रो लिङ्गी बसिया छ, म दुनियाँभरिको ठिक्का लिन्छु? मैले मात्र तेस्रो लिङ्गी हो? छ त दुनियाँमा धेरै तेस्रो लिङ्गी। 12 जिल्लामा म आफ्नो रुमको अदालत रोडमा हामीहरू अहिले सबैले कसैलाई मोबाइल छिन्या छु, कसैले लुटपुट गरेछु, हेर्नुभएछ कसैलाई यो कसैको जताभावी छिन्या छु। मलाई गाली गर्छ त उसलाई गाली गर्दैन, मैले यतै खुसी लागेछ अरूलाई पिट्न झगडा खेल्न मन लाग्छ। कसको काम छ त्यो गर्न? मेरै घरमा आएर मलाई थकाएको छ मान्छेले त म छोडिदिन्छु। म अरूको घरमा गएछु, अरूको घरमा गएर झै झगडा खेलिरहेछु? हामीहरू भन्नु त, हामीहरू त आफ्नो घरमा बसिरहेछौँ, समाजको मान्छेलाई बस्न दिइरहेको छैन हामीहरूलाई। मेरै उल्टै घरमा आएर मौगाहरू तर्काउँछ, कसैले मलाई हेल्ला गर्छ त भन्छ कुनै साथी गयो भने यो रोडैमा घुम्न आएछ अरे, रातिमा घुम्न आएछ। मैले कहिले हेरेको? म दुनियाँको के ठिक्का लिउँ? दुनियाँको गरिरहेछ त्यत्रो प्रशासन छैन थुन्नलाई। यत्रो वर्षदेखि कहाँ थियो प्रशासन? थुन्थ्यो रोडमा चाहिँ गइरहेछ घुम्न। के हो म नाच्न गरे त लुगा कपडा पोका बानेर लग्छु? म यस्तै घुम्छु रातिमा के हो 8-9 बजेसम्म 8 बजेसम्म 7 बजेसम्म आफ्नो कोठामा बस्छु। म त कसैको रोडमा गइरहेछ नि, म आफ्नो कोठामा बस्ने अधिकार छ कि छैन त्यो पनि भन्नु। म कोठामा बस्दैन, मेरो कोठामा किन आउनु पर्यो अरू मान्छेलाई? सट्टा बाँड्छु त म दिउँसै आउनु न, सट्टा सुट्टी बाँड्नु जानु। मैले दिउँसो झगडा खेल्छु, अब रातिमा आएर कसैको इँटा पत्थर चलाउने, यो त इँटा पत्थर चलाउँछ, कहिले ढोकामा लात हान्छ। हामीहरूको हामी के हो मान्छे होइन? हामीले गाली गर्दैन? सबै हामीहरूको निगेटिभ नै सोच्छ, मान्छेहरू निगेटिभ दिमागमै हुन्छ। अब के गरेर बस्नु भन्नु आफै? त्यसै हामीहरूको पीडा छ कि बदल्ने अधिकार छैन। म त्यही भन्छु हामीहरूको बदल्ने अधिकार छैन। त्यो नेपालबाट हामीहरूको के गरिदिनु, हामीको देश निकाला गरिदिनु, हामीहरूको त्यही चाहन्छौँ। उहाँले भन्नुभयो जानु जे मन लाग्छ जे गर्नु। हामी उहाँको प्रशासनको इज्जत गरेन, पहिले त इज्जत गरेको हो। हामीहरूको शिकार गर्नु भएन तब त हामीहरू त्यस्तो गरेको हो, आन्दोलन गरेको हो, मेरो समुदायको मान्छेलाई समातेर लगेको हो। के गरेको आधारमा? कहिले हामीले सम्पर्कमा आउनु भएछ? यहाँ भिडियो छ, भिडियो भन्नु पर्दैन भन्नु त, कि फोन गरेर भन्नु पर्दैन यस्तै यस्तो हजुरको समुदायको मान्छे गरिरहेछ बोलाएर ल्याउनु पूर्णिमा म्याम। यत्रो संस्था चलाइरहेछ भन्नु पर्छ कि भन्नु पर्दैन भन्नु न आफै। त्यत्रो हामीहरूको बेइज्जत गर्ने, हामीहरूको इज्जतै छैन। कहिले त हामीहरू समाजलाई इज्जतै गरेको छैन, भन्नुले कहिले इज्जत गरेको हो? कसैले चोरी गरेको अहिले यत्रो आरोप गरेर त मान्छे भनिरहेछ मोबाइल चोर्छ रे, लुट्छ रे, राति राति घुम्दा अङ्ग प्रदर्शन गर्दा। हामी अङ्ग आफै भन्नु सानो सानो लुगा लगाएर नाच्न आऊ रे, राम्रो लुगा लगाएर नाच्न, राम्रो देख्दैन, राम्री बनेर आऊ रे नाच्न भएमा। हामी के गरेर खाने पानी? हाम्रो के रोजगार छ? जो रोजगार दिनुभएछ उहाँको मेयर मुखिया दिएपछि रोजगार दिएपछि आऊ रे तिमीहरूलाई रोजगार दिन्छु, उपदेश छुट्टी आएर राखिदिन्छु। हाम्रो समुदायलाई राखिदियो, हामीले अहिले दिएछ त भन्नु। के रोजगार दिनुभएछ? कहिले मैले उहाँ 6 नम्बरको मुखिया बोलाएको थिएँ, मेरो साथीले अलि गल्ती गरेको थियो, मैले एकचोटि बोलाउनु भयो थियो, सरले बोलाउनुहुन्छ, जहिले बोलाउनुहुन्छ उहाँ सरले त जहिले म गएछु आफ्नै समाजको बारेमा लडेको छु। उहाँसँग सोध्नु त मैले उहाँले गाली गरेछु, आफ्नै समाजलाई पिट्यो, 2 थापर हाल्यो, मैले हटाइदिन्छु। यहाँ पुरानो पहिला कोही थिएन, म पूर्णिमामा थियो पहिला 15 वर्ष पहिला कोही थिएन। अब म पुरानो भएको सबैले मलाई मान्छ। कुनै पनि हाम्रो समुदायको अल्पसंख्यक समुदायको मान्छे दुनियाँले भन्छ मलाई मम्मी भनेर, मलाई सामान दिएर, मलाई इज्जत गरेर, केही दुःखमा परेपछि मलाई याद गर्छ। अरू को हेर्छ? यहाँको मुखिया मेयर दुनियाँ हेरेपछि मलाई खोज्यो? म त समुदायको चित्तबाट खोजिरहेछ। उहाँहरू यिनीहरूको दुःखमा काम लाग्यो भने उहाँहरूको पीडा बुझे पनि पीडा बुझ्यो त यिनीहरू यस्तो गर्छ। हामीहरूको निवेदन गरेपछि, मेरो निवेदन उहाँ पास भएपछि गर्नु भएपछि मैले त्यस्तै उहाँलाई गर्थ्यो? के गल्ती छ त एउटा प्रुफ बताइदिनु। मेरो घरमा गयो उहाँ एक्लै भएर समात्नु भयो, 2 जनाको निवेदन छ, 2 जना एकचोटि फोन गरेर बोलाउनु पर्थ्यो नि। यहाँ अफिस छ, यस्तो संस्था चलेको छ, नचलेको होला त छैन रे, यस्तो छ लापरवाही छ त उसलाई समातेर ल्याउनु पर्छ। एकदम राम्रै कुरा हो।
अब हामीहरू त्यही हो, मैले गल्ती गरिरहेको छु, म त दुनियाँको ठिक्का लिँदैन। मलाई दिनुहुन्छ सामान, मलाई यहाँको भन्नुहुन्छ 12 जिल्ला पुरा हेन्डल गर, तिमीले सकार्नुहुन्छ त म त सकार्न तयार छु। हाम्रो तेस्रो लिङ्गीलाई जे गरोस्, मैले नराम्रो समाजमा उनीहरू चलिरहेछ, म सुधार गर्न सक्छु, म गरेर आइरहेको छु। उहाँहरूको 4 नम्बरको चाहे 6 नम्बरको मुखियालाई भनेको मैले कुरा गरिरहेको छु, सम्झाएर। पहिला कस्तो थियो, कतिजना तेस्रो लिङ्गी कलैयामा थियो। म त मेरो गल्ती मेरो रुममा जहिले म पनि राखेको डाक्टर हो, मेरो कुरा मान्दैन त्यसलाई हटाइदिन्छु। उनीहरू छुट्टै रुम लिन्छ, उनीहरू छुट्टै बस्छ, उनीहरू आफ्नो मर्जी गर्छ, म त रोक्न सक्दैन नि हुँदैन। म यहाँ आफ्नो रुमको जिम्मा लिन्छु, अरूको रुमको जिम्मा लिन सक्दैन मैले। सबैजनालाई नमस्कार। मैले भन्छु जे होस् गल्ती भयो, हामीसँग म भन्छु, म पचास गल्ती गर्छु। हामी अक्रोधमा आयो, हामीहरूको पीडा नसुन्नु भयो, हामीहरू लडेर गल्ती त गरेका छौँ। उहाँ मेरो साथीहरू अङ्ग प्रदर्शन गरेको गल्ती गर्नुभएछ। अब हामी क्षमा प्राप्ति माग्छौँ। हामी जस्तो भयो भने हामीलाई पनि इज्जत दिनु न, इज्जत पर्यो भने हामी देश निकालेर गर्छौँ, हामीहरू गर्छौँ। नमस्कार। यत्रो छ हामीहरूको, उहाँले कुरा सुन्नु भएन। हाम्रो साथीहरूलाई धेरै चोट लागेको छ, कसले भयो, कसैको खुट्टा भाँचिया छ, कसैको जिउमा चोट लागेको छ, दाइले घामै छ। के राइदियो यहाँ खोलेर हेर्दाखेरि फेरि अङ्ग प्रदर्शन हुन्छ, के खोलेर जानु, मनको पीडा के भन्नु। धेरैजना घाइते भएछ मेरो साथीहरू। त्यही भन्छु, अब जे भयो हामीले त गल्ती गरिसकेका छु। हजुरहरूको भनेर फेरि के भन्नु, हजुरलाई अरूको नाम राखेपछि सिकाइदिन्छ। यहीँको मान्छे भन्यो, तेरो समुदायको मान्छे गोठ गर, तिमीहरूको गरेपछि कुरा सुन्नुहुन्छ सरले। हामी सबै राय गरेर गरेको हो, आफूले गरेको होइन। अब के भयो, हामीसँग गल्ती भयो। उहाँहरू अहिले दुःखमा को काम लाग्यो, कोही काम लागेन। त्यही भयो सर, अहिले त गल्ती भयो, हामीले क्षमा प्राप्ति गर्छु। अब जे भयो भने आन्दादेखि कोही गर्दैन, गरेपछि भिडियो दिनु, प्रमाण दिनु, तर ओले समात्नु। जसले गल्ती गरेको जसले समात्नु। मैले गल्ती गरिरहेको छु, ओले गएर समात्नु। अब दुनियाँले सबै तेस्रो लिङ्गीलाई नभन्नु पर्दैन, सबै तेस्रो लिङ्गी त्यस्तै गरेको हो, गर्न पनि पाउँदैन त। हजुरहरू पुरुष हुनुहुन्छ, एउटा पुरुषले गल्ती गरेपछि पुरै पुरुषले गल्ती गर्छ, एउटा आइमाईले गल्ती गरेपछि पुरै आइमाईले नाम लगाउनुहुन्छ, त्यस्तो हुँदैन नि। हामीलाई पनि नभन्नु, एउटा तेस्रो लिङ्गी गरेपछि पुरै तेस्रो लिङ्गीले भनिदिनु, सबै तेस्रो लिङ्गी त्यस्तै खालको छ। नमस्ते।